नमस्कार साथीहरू। आज डेली मार्केट के भयो त भन्ने बारेमा भिडियो लिएर आएको छु। आशा छ तपाईहरुको लागि केही जानकारीमूलक हुनेछ। आज मार्केट 2704.8 मा गएर अन्त्य भएको छ। 34.63% ले झरेको छ। 1.26% को 4 अर्ब 26 करोडको कारोबार भयो। 1 करोड किताको कारोबार भएको छ। यसैगरी 27 वटा कम्पनीका लगानीकर्ताहरूले कमाएका छन् भने 240 वटा कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् अनि 2 वटाको चाहिँ कुनै पनि चेन्ज भएन। यस्तै गरी टप गेनर्समा हेर्नुहुन्छ भने फरवार्ड, झापा, सीसीबीडी डिभेन्चर, एनसीएफजीएफ2, सीबीएल डिभेन्चरहरूको टप गेनरमा देखिएको धेरै दिन भइसकेको छ। यस्तै गरी टप लुजर्समा हेर्नुहुन्छ भने कर्पोरेट डेभलपमेन्ट ब्याङ्क यो ब्याक टु ब्याक टप लुजर्समा देखिएको छ। अनि एमकेएचएल, एनएबीबीसी, एसएबीबीएल, एसएआईएल। यसै गरी टप टर्नओभरमा हेर्नुहुन्छ भने एनआरएन, आरएसएमएल, एनएचपीसी, एकेजेसीएल, एनआईसीए। यस्तै गरी टप भोल्युममा हेर्नुहुन्छ भने एनएचपीसी, केबीएल को प्रमोटर अनि केबीएल, एकेजेसीएल, एनआईसीएसिया। यसै गरी टप ट्रान्ज्याक्सनमा हेर्नुहुन्छ भने पीसीआईएल, एसएपीडी, एसओएचएल, एचएफआईएन, एनएचपीसी यिनीहरू रहेका छन्। यस्तै गरी सेक्टर वाइज हेरौँ एकफेर। यस्तै गरी नेप्से इन्डेक्स चाहिँ नि 1.26 ले झर्दा सेन्सिटिभ इन्डेक्स चाहिँ नि 0.72 ले झरेको छ। फ्लोट इन्डेक्स 1.19 ले झरेको छ अनि सेन्सिटिभ फ्लोट चाहिँ 0.87 ले झरेको छ। यस्तै गरी सब इन्डेक्सहरू हेरौँ। आज सबभन्दा धेरै झर्नीमा हाइड्रो पावर रहेको छ 2.23% ले अनि म्यानुफ्याक्चरिङ पनि रहेको छ 2.54%। यस्तै ट्रेडिङ इन्डेक्स पनि 1.38 अनि डेभलपमेन्ट ब्याङ्क पनि 2.14 ले झरेको छ र आज सबै सेक्टरहरू झरेका छन्। माइक्रो फाइनेन्स चाहिँ अब स्थिर रह्यो भनौँ है। यो त भयो आजको डेली समरी। अब जाउँ टेक्निकल एनालाइसिसतिर। मार्केट 2701 मा गएर इन्डिङ भएको छ र यो अब छोटो फ्रेमको एउटा ट्रेन्ड लाइन खिचौँ। यो ट्रेन्ड लाइन चाहिँ स्पष्ट ब्रेकआउट दिएको छ तल। अनि अलि लामो फ्रेमको ट्रेन्ड लाइन यहाँबाट खिच्ने हो भने यसको चाहिँ ब्रेकआउट अझै भएको छैन। भनेको मार्केट टाइम ब्याक टु ब्याक झरेको छ र यो झराइको बिचमा एउटा यहाँ केही सम्हालिने खोजेको थियो, त्यसपछि यहाँ पनि केही खोज्यो तर केही मानेन, ब्याक टु ब्याक झरेको छ र धागावाला क्यान्डलहरू चाहिँ नि इन्भ्यालिड गर्दै ओह्रालो लागेको छ। भोल्युम चाहिँ नि म्यासिभ झरेको छ। आज चाहिँ नि 4 अर्ब 23 करोडको कारोबार भएको रहेछ। भोल्युम चाहिँ नि एभरेज भोल्युम भन्दा एकदम तल छ। यस्तै गरी यसलाई आरएसआई लाएर हेरौँ। आरएसआई लाउँदा आरएसआईले पनि यसबाट ब्रेकआउट दिएको छ भनेको केही तल जाने सम्भावना चाहिँ अति प्रबल देखिन्छ छोटकरी हेर्दा। यस्तै गरी एमएससीडी पनि नेगेटिभ एरियामा प्रवेश गरेर अझै तल छ र यो हिस्टोग्राम चाहिँ नि अझ गाढा ठुला राता हुँदै गएका छन्। यस्तै गरी बोलिङ्गर ब्यान्ड हेरौँ। बोलिङ्गर ब्यान्डमा मिडल ब्यान्ड लोअर ब्यान्डबाट गएर मिडल ब्यान्डमा गएको थियो। मिडलबाट फेरि लोअरतिर झरेर सँगै यात्रा गर्दैछ। यस्तै गरी विकलीबाट हेर्दाखेरि
वकिलीबाट यो ट्रेन लाइन चाहिँ ब्रेकआउट गरेको छ र आरएसआई पनि तल झरेको छ। भोल्युम एकदम कम हुँदै गएको छ है। यस्तै गरी बोलिङ्गर ब्यान्डमा यो मिडल ब्यान्डबाट पनि क्यान्डल आज तल बनेको छ भनेको मिडल ब्यान्डलाई पनि क्रस गरेको छ भनेको मिड टर्ममा केही मार्केट ओह्रालो लाग्ने देखिन्छ। मन्थलीबाट हेर्दा यो केही तल आएर फेरि ब्रेकआउट गरेर माथि जाने प्रयास गराएको थियो, लगत्तै अर्को महिना रातो क्यान्डल बन्यो र यो महिनाको भर्खर फर्स्ट कारोबार भएको छ आज। हेरौँ अब के गर्छ। आरएसआई चाहिँ नि लोअर लो बनाउँदै गएको छ है, लोअर हाई। यस्तै गरी केही न्युजहरू हेरौँ। मेरो लगानीको न्युजमा चाहिँ धितोपत्र बोर्डको अध्यक्षका लागि सेयर बजारका शिवचन्द्रको आवेदन भनेको छ। शिवचन्द्रको आवेदन परेको रहेछ र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको घर र कार्यालयमा छापा भनेको छ। यस्तै पर्खाइहेरको रणनीति लिए जस्तो छ लगानीकर्ताहरूले तत्कालको लागि र बजार केही समयलाई ओह्रालै लाग्ने जस्तो प्रष्ट देखिन्छ है त। हस् त, आजको भिडियो मैले यहीँ टुङ्ग्याउँछु। मलाई बिदा दिनुहोस्। हस् त, नमस्ते।